निबार राखेको एकखेप बाल्यो भने त निबेको त आफै हालिरहेको पलट गर्नुपर्छ कथाइ सुनेन बेटा कथाइ सुने मैले थ्याङ्क यू भन्ने के लाउने हो लुगा चाहिँ के गरेर बाँधेको त्यो यो अल्झिन्छ कि अन्त चाहिँ के गर्नु भित्र त म त पर्दैछ कि कसलाई चाहिँ पर्छ त भनेर अलिकति अगाडि आऊ आमाले लिएर बस्नु अगाडि बाबा स्ट्रेट गरेर त दिइहाल्छु र भयो बाबु केला दिएन अन्त केला दियो चिनी दियो अब के कसो गर्नु भयो त अब भोलि मात्रै जाउँ बेसी बेसी गरेर ल बेसी बेसी गरेर जाउँ बेसी होइन कम्ती नै हो आयतातिर चारैपट्टि लाउँदा अन्त यति हुन्थ्यो नि क्या के गर्नु दसैँको टिका त दिँदा भर्ती गरेर लाउनु पर्छ भोकले त्यस्तो कुरो नहुन् लगाइदिनु नि यहाँको मुखतिर पनि लगाइदिनु सबै अन्डारै भयो पर्दैन भनेर एकदम अहिले उता गोलो गरेर लाउनुपर्छ नि अहिले राधाकोमा लाउँदा गोलो हुन्छ अब अर्को साल चाहिँ फेभिकलहरू हालेर टाल्नुपर्छ होला गोलो गरेर लाउनु थाकिस तपाईँको टिका जहिले पनि यस्तै हुन्छ इमाको निधारमा टिका बस्छ तपाईँको टाउको भन न निधारमा बस्दैन ज्योतिकाको चाहिँ के हो निधार मामा पनि त खाना खाँदा उसको भातमै झरे आँखामा जर्के त आँखामा लागिरहेछ लु जानु बोइला त सानो लागेछ सानो लगाइदिनु भयो भयो हुन्छ हुन्छ आँखामा जाँदैछ नमिटर थियो न गुजु लाउनै जान्दैन नि बाबा बस यहाँ के बनाइस् मामाले बनाए धाची आलुदम यसले पो बनाएको किन मिठो बनाएको दाल फर्सीको मुन्टा मासु बनाएन अब बजेर आज बिहिबार के हो आज बिहिबार त चल्दैन नि आज बेला पो चल्छ तर ज्वाइँको लागि चाहिँ मासु किनिरहेको बिहिबारे हो भने चाहिँ बनाइदिनु मैले के दिएको तिमीलाई चाहिँ जडा पो दिएछ एउटै होला नि जम्मा कुट्टो पर्छ कि सन्थ्यो कि त याक्क भुसी दिएर लडाउँछ म त देखेर तिम्रो मम्मालाई पाइएको छ अरे आमाले अन्त के भनेको त नि ए पहिला पैसा नदिँदै छिगरौँ ठुलो राम्रो फर्नु हुन्छ झगडा नगर्नु ल यहाँ राख्नु पहिला हामी लगाइदिन्छु